lies laid on his feet. Right, good morning. के छ त म्याट्रेसको छेउ केक खाम भनेर हैन अँ अगाडि केक खाम पर्यो त्यही भएर भोजन कार्यक्रम गर्दिनु लाइक एन्ड सब्सक्राइब गरिदिनु होला है हामी कहाँ जान्ला भन न त्यो सरप्राइज हो नि अहिले नै भन्ने हो र त्यहाँ गएपछि भन्ने हो कि त्यो ए हो ल त्यहाँ गएपछि थाहा हुन्छ ओ माय गॉड यस्तो सरप्राइज है बुझ्छ नै हो मैले यसो यसो गरेर जान्नुको चाहिँ के हो भनेर आएर यो मिल्दै होइन हाम्रो यहाँ प्याकअप सुरु भयो अब सुतेको देखाउनु पऱ्यो नि यहाँ ओ बेकार उठा मुला हामी आकि आइपुग्यो होला अब वी जस्ट फर रिफ्लेक्सन कसैले सेफ्टी ल्यायो यार तल AM to 4 PM रहेछ ए यहाँ सानो स्टोरी छ ल हाम्रो क्याम्पिङ स्पट भेटेछ यहाँ ट्याक्कै यहाँनिर क्याम्पिङ हुन्छ अब हाम्रो यहाँनिर खोला केटाहरू यहाँ लागि परेछन् यहाँ टेन्ट झिक्नलाई हो यो टेन्ट हालौँ पहिला यो मेरोवाला होइन हो सजिलै छ ल ट्याक्क साथीले अब टेन्ट हाल्छ ल एउटा टेन्ट रेडी भयो सजिलो क्या 5 मिनटमा बन्यो नि त्यही भएर होइन भनेर सबै गर्दा हालौँ केटा हालौँ ल मेरो टेन्ट यहाँ रेडी भयो सर्ट एन्ड फिट यसको यो अलि मिलेको छैन ल यो टेन्ट यहाँ रेडी भयो यहाँनिर सबै सामानहरू यहाँ छ केटाहरू यहाँ हाल्दैछन् 2 शब्द जाओस् ल प्रमोदले नै हो अरूले बोलेन ल तिमी जाओस् ल त्यस रङ्गीन साँझमा भनेर देऊ न साँझ त आउने बाँकी छ होइन अब यस्तो राम्रो मौसममा हामी यहाँसम्म मैले ल्याइदियो केटाहरूलाई एप्रिसिएटेड भन्ने छैन छ हामी त्यही भएर समार बसेको छौँ 6 जना 6 तिरबाट यतिको त अब यहाँसम्म आइसक्यो अब खोला नभनौँ यो खोलालाई यतापट्टि फर्काएर माछा मार्ने हो खोलाइ चाहिँ होइन यो तर अलिकति सानो हामीले खोला मान्दियो आजलाई मान्दियो पौडीसँग चाहिँ नजाने मानेर हामी अहिले स्विमिङ पुल जाँदैछौँ त स्विमिङ पुल नेचुरल स्विमिङ पुल जान्छौँ अब हामी एकछिनमा के हो मेरो भाइ सही होला गाइस चियर्स
तिमीहरूलाई नै रमाइलो होस् भनेर रमाइलो त पछि टेन्सन हुँदैन रमाइलो त्यहाँ के हिसाबले ल सर म्यान्डेटरी चटपटी बन्दैछ कुकिङलाई छाड्दिनु हामी चाहिँ अरू काम गरौँ बरु के गर्नु भन्दा तपाईँ एउटा बियर खानु अहिले हामी क्लिनिङ मिलाएर गरौँ न हामी हाम्रो प्रो हो भाइ बियर अहिले निरज बियर टपअप पनि हाल्न गाह्रो पर्ला टपअप त के फरक पर्दैन म त गएँ अब म साथी जान्छु भनेर लखर लखर गइदिरहेको छु अब पसा ओए हामी स्विमिङ जाला स्विमिङ यहाँ स्विमर रेडी त्यस्तो नभन लाइफ गार्ड भन्नु भने उसलाई ए लाइफ गार्ड सरी तिमी अब नेक्स्ट टाइम बन्दै गयो भने उसलाई भेट्छ के तिमीलाई बचाउनु पर्यो या सफल होइन सफल गएर बस्दाखेरि त्यहाँ बन्डाइमा स्विमिङ खेल्न गएर बचाउनु पर्यो भने बिकिनै हुन्छ कि त्यहाँ लाइफ गार्ड बिकीलाई कल गर्यो भने 2 घन्टामा आइपुग्छ होइन अब हामी जाँदैछौँ स्विमिङ पुल है यता छ स्विमिङ पुल चाहिँ स्विमिङ पुल गर्दै आउँछ ओए डाइभ चाहिँ ओए नितेश पर्दैन है डाइभ चाहिँ हान्नु पर्दैन बिकी हान्न को हान्ने हान दाइ विजय दाइ अनि साह्रै ए सकलजीलाई फेरि बचाउन हामीले तपाईँ जानु भाइ सकलले शिकार खोजिसक्यो रेडी आयो ल ल पास ल अब हामी जाँदैछौँ बार्बिक्यू गर्नलाई केटाहरू जाँदैछ एस्की बोकेर यहाँ टन्नै छ मान्छेहरू छ क्याम्पिङ गर्ने लगभग हाउसफुलै छ रहेछ तर ठिकै छ बस्न मजै आउँछ यिनीहरू पनि त्यहीँ जान लाग्छ धन्न अगाडि गइएछ अब हुन्छ यहाँ बार्बिक्यू सफल चाहिँ के पाक्दैछ चाँडो भोक लाग्यो यार हामीलाई काट्न लाग्यो क्या ल्याम्प त काट्न ल्याम्प काटौँ सर काटौँ जाऊ न भाइ गरौँ न जाऊ यार खाइँदैन त्यो के भनुमा पागलमा हरेको छुटो रङ्गी साँचो हो तिमीलाई अङ्गाले यस्तो लाग्यो कि मेरो संसार तिमी हो यदि अर्को जन्म हुन्छ भने दोहोऱ्याएर फेरि तिमीसँगै बितोस् मुस्कानले सजाउँदा तिमीलाई
नक गऱ्यो क्या 3 जना थियो हो हामी रातिको 9-10 बजेतिर है त्यो भयो होइन अनि ढकढक गऱ्यो अनि ल ड्याडी आयो होला कति चाँडै आयो आज भनेर सोच्यो अनि यसो गरेर ढोका खोले के यसो ढोका खोले होइन केही पनि छैन क्या अब यो हावाले गरेर ढाङढाङ कहिलेकाहीँ त ढकढक हुन्छ नि त तर नकै थियो क्या अनि त्यसपछि फेरि अनि एकछिनपछि फेरेको होइन डेढ घन्टापछि ढकढक गऱ्यो क्या अब चाहिँ साँच्चीकै ड्याडी आयो भनेर ढकढक गरेर यसो हेर्ने बित्तिकै पनि कोही छैन यसो हेरेको यता पनि हेरेको छेउमा गएर अनि त्यो अब त साइकै भयो क्या होइन सेकेन्डचोटि त्यस्तो भएन अनि थर्डचोटि त अब साइको भइसक्यो होइन साइको भइसक्यो अनि दाइ चाहिँ ठ्याक्कै त्यो ढोकाको स्ट्यान्ड बाई होइन अनि म पनि यता ठ्याक्कै त्यो सोफाको साइडमा यस्तो स्ट्यान्ड बाई यस्तै हुन्छ नै स्योर भनेर होइन दाइ यता नै ढोकाको साइडमा बस्यो म यता बसेँ बौला हो कि के हो होइन ढकढक गरेर थर्डचोटि पनि ढाकढक नक इमिडिएटली खोल्यो क्या त्यो हेरेको कोही पनि छैन यता ओपन टोइलेटमा पनि अनि मुजी गएर हेरेको टोइलेटमा हेर्नु माथि गएर पनि हेरेको कोही पनि छैन क्या नक कसले गर्यो भने क्या त्यो चाहिँ सस्पिसियसै थियो क्या अरूको यस्तो जहाँ गएर पनि हेरेको होइन माथि कौसीमा टोइलेटमा यताउति मैले हजुर कुरा काटेको यसमा चाहिँ कस्तो मनोक्रान्ति हुँदो रहेछ भने यति साह्रो ठेट नेपाली पनि नबोल्नु हौ यसलाई आउँदैन होइन कस्तो हुँदो रहेछ भने भिडियो खिचिरहेको अनि हामी स्कुल पढ्दा क्या हामी सदरमुकाम पढ्थ्यो अनि त्यसलाई मटेरियल बाल्थ्यो अनि मटेरियल सर्टेज हुँदा पाइँदैन थियो अनि बेलुका अनि एक दिन चाहिँ त्यो गाडी लास्ट गाडी आउँथ्यो त्यो गाडी चाहिँ ढिला भयो होइन अनि यस्तो पुसमागको 8:30 पर्छ नि त अनि के गर्दा ढिला भयो अनि हाम्रो चाहिँ गाडीबाट उडेर यस्तै ओह्रालो यस्तै मान्छेलाई 2.5 घन्टा 2 घन्टा लाग्छ होइन नर्मल अब हिँड्ने मान्छे अनि पुरै अँधेर भयो जब हामी जङ्गलको बाटो काटेपछि एउटा गाउँ ठ्याक्क गाउँ आउँछ 2-4वटा घर छ त्यहाँ गएपछि त्यो बुढीकोमा राको भन्ने थाहा छ दाउरा चिरेर पाल्ने राको माग्न गयो होइन अनि बुढीले 5 रुपियाँ पर्छ बाबु राको भनेर भन्यो अनि ल हुन्छ हामी तिर्छ भने 3 जना थियो अनि राको साको चिर्दियो होइन अनि बुढीले के भने राको बाल्दै थियो सल्काउँथ्यो बाबु तिमीहरू बच्चा रहेछ त्यो कालो पानी खोला भन्ने छ क्या त्यहाँ चाहिँ कस्तो छ भने यस्तै खोला छ अनि तपाईँको त्यो यता र उता रुख छ क्या पुरै होइन अनि पुरा धारो छ अनि त्यहाँ त बङ्गुर पनि कहाँ कराउँछ रे राको नि झ्याप्पै निच्छ रे राति भइसक्यो तिमीहरू कसरी जान्छौ भने राको बालिरहेको क्या हामी होइन अनि केही हुँदैन आमा भने त्यो खोलामा पुगेपछि बिचमा पुगेपछि राको झ्याप्पै निभ्यो क्या बङ्गुर सङ्गुर चाहिँ कराएन होइन झ्याप्पै निभ्यो क्या राको बलिरहेको राको नि त्यहाँबाट 10 मिनट जति लाग्थ्यो हाम्रो घर पुग्नलाई तर जङ्गल हो क्या पुरै अनि सबै रुँदै कराउँदै त्यो राको फालिदिएर टाप भाग्यो अनि भोलिपल्ट यसो दिमाग लाग्यो नि राको किन नि गयो भने यता र उताबाट हावाले हान्दो रहेछ झ्याप्प निक्दो रहेछ क्या राको त्यस्तै हो त्यो र मेरो कसरी कनेक्ट भयो क्या म नकै आवाज होइन हावाले ट्याक हान्ने मसँग एउटा कहानी छ यस्तो आत्यो कि त्यो बेला तिमीले त हैन तिम्रा भाकाहरूले मेरो मुटु छोइसकेछन् मैले पनि हैन मेरा आँखाहरूले तिम्रो लागि रोइसकेछन् ये जोर नहीं है मैं क्या करूं दिल पे मेरा जोर नहीं है मैं क्या करूं आशिक है ये जोर नहीं है मैं क्या करूं दिल पे मेरा जोर नहीं है ये क्या करूं ये दिल दीवाना है ये दिल अंदर तू हवा का एक बवंडर कबीरा मान जा कीरा यूं न जा आजा कबीरा मान जा फकीरा यूं न जा कैसा
तू है निर्मोही के सार जाइया देख कबीरा कबीरा ए कबीरा पौडी सक्दा पनि भिडियोमा आउनु पऱ्यो नि त यार खै त सक्यो पौडी मासु हेरिदिउँ भाइ के छ अल गुड राइट गुड मर्निङ गाइस गुड मर्निङ भनिदेऊ प्लान भन्नु नि त ल प्लान भन्यो भने फेरि भाइहरू रुन्छ भयो नभन भ्लगर भइसक्यो प्लानहरू भन्यो भने कसम दुईजना भाइ त रुन्छ मासु भात खाने ब्रेकफास्ट खाने सकाउनु चाहिँ सकाउने खानेकुरा टन्नै छ त्यही अनि घरतिर लागिन्छ अब कहाँ सकिनु त्यत्रो छ हौ यहीँ छैन तपाईँले के भन्नु धेरै टाइम मलाई केही छैन मैले अब हामी त लास्ट म्यान स्ट्यान्डिङ हो केटाहरू 8 बजी सुत्न गइहाल्यो 8 पनि भएको छैन 7:30 बजे सरले उहाँलाई नदेखाउनु फेरि उहाँ एभरेस्टबाट भर्खर झर्छ एकजना सर उताबाट आइसक्नु भयो दिदीलाई के गरेर त आएन नि तिमीले कहाँ छ दिदी भाइ यार के यार बिहान 8 बजे लास्ट हल्दो रहेछ केटोले यार बिहान उठेर यस्तो पिरो मासु खाइदियो यार ल दिस इज द भ्यू द्याट्स माई टेन्ट यहाँ केटाहरू सुत्यो 4 जना 5 जना हामी 2 जना भाइ र म चाहिँ यता सुत्यो भ्यू हेर्दै सही रहेछ यो ठाउँ ल यहाँनिर खोलाको आवाज सुन्दै टक्क यहाँ सुत्यो 5 प्याकेटको गरम मसला हट्छ केटाहरू राति सुतिहाल्यो अब अहिले बिहान उठेर भात खाँदैछ नि अब हामी जाँदैछौँ बार्बिक्यू गर्न होइन त भाइ फेरि बिहान बिहान अब यो भाइ र म ब्रेकफास्टको लागि इन्ग्रिडियन्ट्स के छ भनिदेऊ त ल टमाटो एग ब्रेड ससेज स्यालेड अलिकति स्यालेड हाम्रो चाहिँ अब बार्बिक्यू गर्न जानुपर्छ उहाँ पर केटाहरू त्यहाँ प्याकअप गर्दैछ 2 जना केटाहरू पानी लिनु गएको छ तर ठाउँ राम्रो है एकदम मजा एकदम वेल म्यानेज के टोइलेटदेखि लिएर सावर गर्ने ठाउँ पनि छ क्या हाम्रो त ससेज बन्दैछ यता अब दाइले ड्याङ्ग लाएर अन्डा हाल्दै हुनुहुन्छ पाइनुहुन्छ उयो साथीहरू यहाँ ब्रेकफास्ट सुरु भइसक्यो आफू पकाएको यहाँ सस खै छैन सस छ थियो त हैन किन नल्याए मार्दै यार एकचोटि स्टार्ट भयो हुँदा इन्जोय गाइज इन्जोय मेरो त यहाँ ताप्दैछ होला अब होइन ल हाम्रो यहाँ प्याकअप सकिसकेको छ है रुमाल पनि निकालिसकेको हो हाम्रो ह्यान्डसम सर यहाँ हुनुहुन्छ जाँदैछ फेरि स्विमिङ यतापट्टि कहाँ ठुलो 2टा ठुलो 3टा सानो रहेछ क्या चल्दै ल भन मेरा भाइ हो पौडी खेल्न जाँदैछौ पौडी खेल्न जाँदैछौँ हामी यो बाटोबाट पौडी खेल्न जाँदैछौँ हामी मिकालोङ क्रिक वक स्विमिङ होल 350 meters मिकालोङ क्रिक फल्स 400 meters नेचरको बिचमा दामी छ हौ बाटो अलिक ठुलो पनि छ क्या खेल्न नभए तलबाट ट्राई गरौँ अब जहाँ खाली छ त्यहीँ चप्पलमा हिँड्ने छ आफू त ब्ल्याङ्केट ओढेर
यो बाटो त डेन्जर छ त हौ यस्तो बाटो चढेर जानुपर्छ हो यहाँनिर खेल्न भए मजा आउँथ्यो यहाँ साथीहरू रहेछ Alright, let's go, Mike. Rock on. बाई बाई उही जास्पर अब पछाडि पारिदियो यार भाइले नि मलाई चाहिँ ल चियर्स ल ह्याप्पी क्याम्पिङ गाइज ह्याप्पी क्याम्पिङ ल